रविन्द्र मिश्र, माननीय सांसद डाक्टर कमल शमशेर राणा, पशुपति खड्का लगायत म सरकारलाई अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्। यदि यो कोसिस भयो भने आज बल्कुमा लाखौं, भोलि देशभरि हजारौं जनताले तिमीहरूको घर घेर्नेछन्। त्यो दिन तिमीहरू भागेर कहाँ भाग्ने ठाउँै छैन कहाँ जाने। आज यो बिर्को हक किन भयो, यो बिर्को हक किन आवश्यकता भयो ठाउँै छैन भनेपछि अहिले यी नेताका छोराछोरी हेर्नुहोस् त एकजना चोर, कांग्रेस चोर, माओवादी चोर, जिन्टे चोर, देश चोर। जनताका छोराछोरी क्याम्पसमा पढाएर राजनीतिक गराएर त्यही क्याम्पस बन्द गराउँछ। म आज सोध्न चाहन्छु, कति भ्रष्टाचार गरेको? लाउडा काण्ड कहाँ गयो? धमिजा काण्ड कहाँ छ? जे काण्ड कहाँ छ? चाइना साउथ काण्ड कहाँ छ? एयरबस काण्ड कहाँ छ? घोटाला, स्टाम घोटाला, उम्नी प्रकरण, बुढी गण्डकी, व्हाइट बॉडी, गोकर्ण रिसोर्ट, 70 करोडको सेक्युरिटी अडियो काण्ड, नक्कली भुटानी शरणार्थी, दलिता निवास, 60 केजी सुन, 9 केजी सुन, सहकारी काण्ड, त्यसै गरी सर्पा काण्ड, टेरामेक्स काण्ड, भिरकुटी मण्डलको भ्रष्टाचार, क्यान्सेल काण्ड, नेपाल ट्रस्टको जग्गा काण्ड, मेरमजीको खानेपानीमा भ्रष्टाचार, बालुवाटारको जग्गा कर्नाटकै खाने काण्ड, क्यान्टनमेन्टको घोटाला, एमसीसीका दलाल, नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर हटा। यति मात्र होइन, यहाँका नेवार समुदायको गुठी बेचेर खाने यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड। यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर, दोषीलाई कारबाही गर, हत्याका प्रमुखलाई मेरो अपिल छ। पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन, हतियार प्रमुख यो तपाईँलाई अपिल छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई हामी यो आन्दोलनमा धेरैले भन्ने गरे आज देश बेरोजगारी छ, 80 लाखभन्दा बढी युवाका देशमा काम गर्न बाध्य छ, देशमा भ्रष्टाचार गरेको छ, लुटेको छ, आवाज उठायो भने पनि हेर्न आउँछ। यो देश तिमीहरूले आर्जिया हो, यो देश नेपाली जनता र राज संस्थाले आर्जेको हो, मार्क्सहरूले लिने होइन। यो जे मन लाग्यो त्यही नगर। आज बेरोजगारी भयो, अहिले गणतन्त्रमा धेरै उपलब्धि गऱ्यौँ रे भनेर भाषण गर्छन् केही साथीहरू। म सोध्न चाहन्छु, रिकुडी कागज कारखाना खै, हरिसिद्धि टेक्सटाइल खै, बाँसबारी छाला जुत्ता खै, क्याफीको गोजीमा, सेरेको गोजीमा कहाँ छ? त्यही छ। नेपाल बाँकी रहेको झलेको गोजीमा, माधवेको गोजीमा, नेपाल धरोहर कारखाना खै, नेपाल लघुजीव जुट मिल खै, नेपाल चिया विकास लिमिटेड खै, आर्जुको गोजीमा, विराटनगर जुट मिल खै, हिमालयन सिमेन्ट उद्योग खै, घरेलु शिल्पकार बिक्री खै, नेपाल कोल लिमिटेड खै, हेटौडा कपडा उद्योग खै, जुक्सी औजार खोइ, चिनी मिल खोइ, बिरगन चिनी मिल खै, आउँदैछ 100 रुपियाँमा काम गरेको 20 रुपियाँ चिनी मिल, लुम्बिनी चिनी मिल, सानो अहिले चिनी मिलै छैन। नेपाल रोजिन टर्मेन्टाइन खै, कृषि चुन उद्योग खै, नेपाल डिलिङ कम्पनी खै, नेपाल दूरसञ्चार कम्पनी खै, हुँदा काठमाडौँमा चल्ने टर्ली बस खै, कहाँ बेचेर खायो? मोदीको गोजीमा, टर्ली बस मोदीको गोजीमा। कल कारखाना बन्द गर्ने, उद्योग बन्द गर्ने, फर्म पट्काउने, आफ्ना छोराछोरी विदेश पठाउने, जनताका छोराछोरी, नेताका छोरी युरोप अमेरिका, जनताका छोराछोरी खाडी पठाउने, अनि यहाँ आएर भाषण गरेर देशलाई बर्बाद पार्ने यी लुटेराहरूका विरुद्धको आन्दोलन हो। यो उठ्छ। यो 16 वर्षमा यिनीहरूले 14वटा सरकार फेरे, 1000 मान्छे मन्त्री भए, 3000 करिब सांसद भए।